आदरणीय दर्शक महानुभावहरू, आज तपाईहरुले माथि म ठुम्कीमा रहेको यो खोटाङ जिल्लामै रहेको यो डिक्टेल बजारको नजिकै रहेको एकदमै सुन्दर पर्यटकीय स्थल कालिका मन्दिरमा चाहिँ तपाईहरुले लादैछु। यहाँ पर्यटकहरू धेरैजना रहेछन्, अलिकति यो दर्शन गर्न गइरहेका छन् है। त्यसको बारेमा म सम्पूर्ण वस्तुस्थिति वर्तमान अवस्था चिरफार गर्नेछु। यहाँ पर्यटकहरू अलिकति गइरहेका छन्, तिनीहरू सँगसँगै म गइरहेको छु। एकदमै सुन्दर रहेछ, माथि जहाँसम्म मन लाग्छ भ्यू टावर छ कि छैन त्यसको बारेमा चाहिँ यहाँ मान्छे बस्ने ठाउँहरू रहेछन् है। सुन्दर रहेछ, सुन्दर पर्यटकीय क्षेत्र रहेछ। त्यहाँ चाहिँ तपाईहरुलाई लग्दैछु। यस मेरो भिडियोले सक्दो सेयर गरेर चाहिँ सहयोग गरेर चाहिँ अलिकति मलाई हौसला प्रदान गरिदिनु हुन म हार्दिक अपिल गर्न चाहन्छु। अनि सरहरू चाहिँ कहाँदेखि आउनुभयो होला, यसो भन्न मिल्छ भने भनौँ है सर। ए घुम्न नै हो सरहरू? ए म पनि घुम्नै निस्केको कि यो माथि कालिका मन्दिर छ भनिहाल्को अलिकति दर्शन गरौँ कि भनिहाल अलिकति मैले गर्दैछु है। जे सुन्दर छ भन्छन् है अलिकति, त्यही भएर चाहिँ म चाहिँ हिँडेको छु है। अब त्यसले गर्दाखेरि चाहिँ अब माथि अब जाउँ, त्यहाँको वस्तुस्थितिको बारेमा बुझौँ, वर्तमान अवस्था है, त्यहाँको भौतिक अवस्थाहरू अलिकति बुझेर चाहिँ अलिकति जाउँ। यो यसो तपाईँ चाहिँ कहाँदेखि आउनुभयो सर? दिब्रुङबाट आउनुभयो? आजै आउनुभयो कि कहिले आउनुभयो? हजुर हिजो आउनुभएको? ए माथिसम्मै हो तपाईँ पनि? ल जाउँ सर। हजुर ल ल दर्शन गरेर आउनु। यहाँदेखि लगभग अब कति लाग्छ है, यहाँदेखि 10-12 मिनट लाग्छ। टाढै रहेछ सर। आदरणीय दर्शक महानुभावहरू, यहाँदेखि माथि निक्लिन धेरै टाइम लाग्ने रहेछ है। यहाँ चाहिँ यो अलिकति बस्तुहरू रहेछ, गोठ बाँध्ने ठाउँहरू रहेछन् है। यहाँ टोइलेट जस्तो पनि छ, अलिकति यो पैदल मार्ग यस्तो छ। माथिदेखि चाहिँ सिधी रहेछ है, एकदमै सुन्दर छ भन्छन् है। एकदमै शक्तिशाली देवीको मन्दिर छ भन्छन्। म त्यहाँ लगेर चाहिँ तपाईहरुले त्यहाँको वस्तुस्थितिको बारेमा, त्यहाँको भौतिक अवस्था, त्यहाँको वर्तमान अवस्था, त्यहाँको पुजारीको बारेमा, त्यहाँको अलिकति यो भ्रमण गर्न आउने मान्छेहरूको बारेमा अलिकति म जानकारी गराउँदैछु। आदरणीय दर्शक महानुभावहरू, अलिकति यो सिडीमा आइपुगेको छ। सिडी अलिकति निक्लिन धेरै टाइम लाग्ने रहेछ। यहाँदेखि करिब 10-15 मिनट लाग्छ भन्ने खालको अलिक म जानकारी पाएको छु। म जे देखाउँछु त्यो भिडियोमा म अलिकति कैद गरिरहेको छु। आदरणीय दर्शक महानुभावहरू, यहाँ अलिकति कालिका मन्दिरको चाहिँ दर्शन गर्न मान्छेहरू गइरहेका छन् है। अलिकति गाडी जाँदै रहेछ, पैदल हिँडेर जानुपर्ने रहेछ। यसरी यो सिडी चढेर जानुपर्ने रहेछ। माथि ठुम्कीमा रहेको रहेछ, टुप्पोमा रहेको छ है। मन्दिर एकदमै शक्तिशाली रहेछ। त्यसको बारेमा म तपाईहरुलाई चिरफार गर्नेछु। आदरणीय दर्शक महानुभाव, यहाँ होटलहरू पनि रहेछन् है, रमाइलो रहेछ। ठाउँ चाहिँ सुन्दर रहेछ है, एकदमै। अब म मास्तिर लागेँ, अझै अब यहाँदेखि पनि अलिकति 10 मिनट जति लाग्छ जस्तो लागेको छ मलाई। टाढै रहेछ। आदरणीय दर्शक महानुभावहरू, यहाँ अलिकति पर्यटकहरू नै आउँदैछन्। कहाँदेखि आउनुभयो होला म्यामहरू? खोटाङबाट आउनुभयो? ए धन्यवाद है जानकारी लागि। आदरणीय दर्शक महानुभावहरू, यहाँ माथि यो यहाँ प्रतीक्षालय रहेछ, हावा महल रहेछ, यहाँ हावा खाने ठाउँ रहेछ। अलिकति यो दाउरा राख्ने दाउराको चाङ छ है। तपाईहरुले एकदमै रमाइलो ठाउँ, सुन्दर ठाउँ, एकदमै स्वर्ग यही हो कि जस्तो लाग्ने ठाउँमा चाहिँ तपाईहरुलाई चाहिँ लाँदैछु। एकदमै यो
व्याख्या वर्णन बयान गरेर साध्य छैन, शब्दमा व्यक्त गर्न सकिँदैन, किनभने एकदमै सुन्दर नै रहेको छ। सुन्दरलाई सुन्दर भन्नुपर्छ होइन। पर्यटकीय एकदमै क्षेत्र हो। एकदमै मैले यहाँ पर्यटकहरूको घुइँचो देखिरहेको छु। यहाँको अलिकति होटल व्यवसायहरू पनि अलिकति राम्रै चलिरहेको मैले पाएँ है। किनभने अलिकति यहाँ एकदमै खाना चाहिँ महँगै रहेछ। सादा खानाकै अब 250 रहेछ। मासु खानाको चाहिँ करिब 350 रहेछ है। अलिक माथि नै रहेछ है। मलाई चाहिँ यो चढ्दाखेरि त अलिकति यो चिनको ग्रेट वाल जस्तो पो लागिरहेको छ है। आदरणीय दर्शक महानुभावहरू, तपाईँहरूलाई यहाँदेखि खोटाङ डिक्टेल बजार चाहिँ अलिकति देखाइरहेको छु है। डिक्टेल बजार यस्तो अवस्थामा छ आदरणीय दर्शक महानुभावहरू, यहाँ अलिकति पोलले चाहिँ छेकिरहेको रहेछ। यहाँ जुम गरेर चाहिँ म देखाइरहेको छु है। अब चाहिँ यो चाहिँ अलिकति यो शनिबारे हटिया हो है। अलिकति यो हटिया हो, अलिकति यो चाहिँ पुरै डिक्टेल बजार हो। यो नगरपालिका हो। एकदमै सुन्दर रहेछ। अलिकति यो राम्रो चाहिँ देखिरहेको छैन जुम गरेर पनि है आदरणीय दर्शक महानुभावहरू। एकदमै सुन्दर अवस्था रहेछ। यहाँ चाहिँ अलिकति यो हावा महल रहेछ, हावा ठाउँ रहेछ। यहाँ यो अलिकति यहाँ पर्यटकहरू पनि बसिरहेको छ है। अब म एकछिन यहाँ आराम गर्छु है। आराम गरेर तपाईँहरूलाई भिडियो कैद गर्छु। अनि म्यामहरू चाहिँ कहाँदेखि आउनुभयो यसो दर्शन गर्न? लोकल नै हो? ए धन्यवाद है जानकारीको लागि। आदरणीय दर्शक महानुभावहरू, म चाहिँ अब मास्तिर हिँडेँ किनभने अलिक टाढै छ, माथि नै छ भन्छन् है। अलिकति म चाहिँ अलिकति मास्तिर गइरहेको छु। मन्दिरको छेउछाउमै अब करिब पुग्न आँटे जस्तो लाग्दैछ। यहाँ पर्यटकहरू पनि गइरहेको छ यहाँ दर्शन गर्न है। सबै अलिकति ग्रुपमै गइरहेको मैले पाइरहेको छु। अलिक माथि नै रहेछ। त्यहाँ प्रहरी चौकी छ जस्तो पनि मलाई चाहिँ अलिकति जानकारी आएको छ। त्यहाँ भिडियो गर्न दिन्छ कि दिँदैन त्यो चाहिँ मलाई थाहा भएन, किनभने नेपाली सच्चा नेपाली नागरिक भइसकेपछि भिडियो गर्न पाइन्छ जस्तो लाग्छ। किनभने चाहिँ एउटा यो राष्ट्र हितकै लागि हो। किनभने 3 करोड नेपाली जनतालाई देखाइदिनु पर्ने अवस्था पनि छ। अलिकति यो भर्खरै मात्रामा अलिकति मैले जानकारी पाएँ। यहाँ कालिका मन्दिर छ, एकदमै सुन्दर छ, शक्तिशाली छ। दर्शन गरिसकेपछि अलिकति यो मनोकामना पुरा हुन्छ भन्ने खालको चाहिँ अलिकति मैले जानकारी पाएको छु। आदरणीय दर्शक महानुभावहरू, यहाँदेखि चाहिँ अलिक डिक्टे बजार चाहिँ अलिकति राम्रो देखिने रहेछ है। अलिकति तल एकदम राम्रो देखिने रहेछ आदरणीय दर्शक महानुभावहरू है। यहाँको अलिकति यो ग्रेट वाल जस्तै रहेछ। अलिकति यहाँको रेलिङहरू पनि अलिकति ग्रेट वाल जस्तै अलिकति मलाई फिल भइरहेको छ है। चिनको ग्रेट वाल जस्तै। अलिकति यो डिक्टेल बजार चाहिँ अलिकति सुन्दरै देखिन्छ माथिदेखि। यो कालिका मन्दिरको छेउदेखि चाहिँ रहेछ। आदरणीय दर्शक महानुभाव, पर्यटकहरू धेरै आउने रहेछन् जस्तो लाग्यो मलाई। यहाँ अझै पनि आइरहेको छ है। पर्यटकहरू एकदमै आउने रहेछन् आदरणीय दर्शक महानुभावहरू है। अनि भाइ चाहिँ कहाँदेखि आउनुभयो? हजुर खोटाङबाटै हो? ए दर्शनकै लागि हो? ए तपाईँको भाकाल हो? ए हजुर धन्यवाद सर। ल एकैछिन म तपाईँहरूलाई चाहिँ मासतिर चाहिँ म लगिरहेको छु है। अझै टाइम लाग्दो रहेछ। म आधा उदी जति त समथिङ म प्रवेश गरिसकेँ जस्तो लाग्यो। अलिक मासतिर गइरहेको छ। सबै पर्यटकहरू दर्शन गर्ने रहेछ। माथि चाहिँ के रहेछ त्यहाँको बारेमा पनि म चिरफार गर्नेछु है आदरणीय दर्शक महानुभावहरू। एकछिन आराम गरेर म निस्किँदैछु, किनभने अडियो पनि चाहिन्छ। अडियो अलिक राम्रो भएन भने अलिकति भ्युज पनि राम्रो आउँदैन है। त्यही भएर पनि अलिकति म स्याहाँ हुँदै भए पनि तपाईँहरूलाई भिडियो बनाउँदैछु। किनभने चाहिँ यो डिक्टेल बजारमा रहेको कालिका मन्दिरको बारेमा चाहिँ चिरफार गर्नेछु। त्यहाँको धार्मिक अवस्था कस्तो छ, धार्मिक तथा पर्यटकीय क्षेत्र हो यो। त्यहाँको वर्तमान अवस्था है, त्यहाँको अलिकति वस्तुस्थितिको बारेमा, भौतिक अवस्थाको बारेमा म चिरफार गर्नेछु। त्यहाँको पुजारी को छ है, त्यहाँको
त्यो देवीको मन्दिरको विशेषता के छ त्यो बारेमा पनि तपाईँहरूलाई म जानकारी गराउँदैछु, किनभने त्यो मेरो कर्तव्य हो, मेरो धर्म हो। आदरणीय दर्शक महानुभावहरू, विशेष गरेर चाहिँ विदेशबाट धेरै सहयोग प्राप्त भइरहेको छ है। दक्षिण कोरिया, जापान, अमेरिका, इन्डिया, साउदी, कतार, कुवेतबाट जति पनि अब नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूकै सल्लाह सुझाव अनुसार मैले भिडियोहरू चाहिँ गरिरहेको छु है। एकदमै यो माथि नै रहेछ, डाँडामै रहेछ। मलाई चाहिँ लागिरहेको छ यो सगरमाथाको टुप्पोमै चढिरहेको जस्तो लागिरहेछ। एउटा डिक्टिल बजारदेखि माथि नै रहेछ, एकदमै हाइटमा रहेको रहेछ, उचाइमा रहेको रहेछ। यो चाहिँ अलिकति अल्टिमिटरमा नाप्दाखेरि पनि अलिकति माथि नै हुन सक्छ जस्तो लाग्दैछ मलाई, किनभने चाहिँ अलिकति ठाउँ त राम्रै रहेछ, सुन्दर नै रहेछ, बयान गरेर साध्य छैन। आदरणीय दर्शक महानुभावहरू, तपाईँहरूले चाहिँ कालिका मन्दिरको दर्शन गर्न लगिरहेको छु। यहाँ सिधी रहेछ है। मैले यो एउटा भ्लग भिडियो बनाइरहेको छु। थुप्रो रहेछ यहाँ चाहिँ, यो केहरू अलिकति पनि रहेछ है। यहाँ फुलहरू पनि रहेछ, यहाँ गुलाबको फुलहरू पनि रोपिएको रहेछ छेउछेउमा जस्तो लाग्यो। यहाँदेखि आदरणीय दर्शक महानुभावहरू, डिक्टेल बजार तपाईँहरूलाई म देखाउँदैछु है। यो अलिकति डिक्टेल बजार हो है आदरणीय दर्शक महानुभावहरू। जुम गरेर तपाईँहरूलाई भिडियो देखाउँदैछु। यस्तो छ, हेर्नुहोस् है। आदरणीय दर्शक महानुभाव, तपाईँहरूलाई म मास्तिर लाँदैछु। माथि पनि अलिकति हावा महलहरू छ जस्तो छ, त्यहाँ एकछिन आराम गरिन्छ। त्यहाँदेखि चाहिँ माथि फेरि उकालो चढिन्छ। मलाई चाहिँ जहाँसम्म लाग्छ यो सगरमाथा चढे जस्तै अलिकति फिल भइरहेको छ, अनुभव भइरहेको छ। माथि नै रहेछ, तलदेखि हेर्दाखेरि चाहिँ अलिक बजारदेखि हेर्दाखेरि नजिक जस्तो लाग्छ, तर माथि आइसकेपछि त धेरै नै पो रहेछ, माथि टुप्पोमै रहेछ। यो ट्याम्के डाँडा निस्के जस्तै रहेछ। ट्याम्के डाँडा पनि धेरै माथि नै टुप्पोमै छ। समथिङ त्यस्तै अलिकति मलाई फिल भइरहेको छ, लागिरहेको छ। यो सिडी गइसकेपछि आदरणीय दर्शक महानुभावहरू, अलिकति यो के भन्छ भने चिनको ग्रेट वाल जस्तै लागिरहेछ। तल पनि आइरहेका छन् है। यस्तो छ बाटो कन्डिसन। अलिकति यो घाम लागिरहेको छ, अलिक राम्रो देखिँदैन है। अलिकति म जुम गरेर देखाइदिन्छु। यस्तो छ बाटो, एकदमै राम्रो छ है। अब मास्तिर म गएँ, अलिकति अब धेरै टाइम छैन। यहाँ अब एकछिन त्यहाँ प्रतीक्षालय रहेछ, आराम गर्ने ठाउँहरू रहेछन्, त्यहाँको बारेमा पनि म चिरफार गर्नेछु। एकदमै यहाँको वस्तुस्थितिको बारेमा, धार्मिक अवस्था, वर्तमान अवस्था, एउटा यो सुन्दर धार्मिक क्षेत्र हो यो एउटा खोटाङ जिल्लाको। म तपाईँहरूले त्यहाँ लग्दैछु। आज विशेष गरेर शनिबार हो, फुर्सदको समयमा यसो समयलाई सदुपयोग गर्ने मौका मिलेको छ। आदरणीय दर्शक महानुभावहरू, एकदमै सुन्दर रहेछ ठाउँ है। यो सिडीहरू एकदमै, रेलिङहरू एकदमै राम्रो अवस्थामा बनेको रहेछ। यहाँ फोहोर फाल्ने ठाउँहरू रहेछन् है। यहाँ सानो पसल पनि देखियो। यहाँका चाहिँ अलिकति प्रहरी चौकी पनि छ भन्छन् है। माथि जहाँसम्म लाग्छ यो एउटा यहाँ कहाँदेखि छिर्ने हो, छिर्ने ठाउँ छैन रहेछ। त्यहाँको वर्तमान अवस्थाको बारेमा म चिरफार गर्नेछु। आदरणीय दर्शक महानुभावहरू, यहाँ अलिकति पसलहरू पनि रहेछन् है। यो यहाँनिर पर्यटकहरू, यहाँ व्यापारी पसल राखिरहेको अवस्था छ। यहाँदेखि चाहिँ बर पिपलहरू पनि राखिएको रहेछ। यहाँ यो बर पिपलको अवस्था यस्तो छ। अब म चाहिँ मास्तिर अब निस्केँ है। अझै माथि नै रहेछ, जहाँसम्म लाग्छ त्यो गेट हुनसक्छ, माथि देखिँदैछ। धेरै टाइम लाग्ने रहेछ है। आदरणीय दर्शक महानुभावहरू, मैले जानकारी गरिरहेको छु कि आज सुन्दर धार्मिक क्षेत्र हो यो। डिक्टेलको छेउमै रहेको एउटा डिक्टेल नगरपालिका भन्छन् है, त्यो छेउमै रहेको चाहिँ एकदमै
जानकारी गराइरहेको छु। सुन्दर एकदमै सुन्दर धार्मिक क्षेत्र रहेछ, पर्यटकीय क्षेत्र पनि हो। अलिकति यहाँ पर्यटकहरू अलिकति यहाँ भिडभाड रहेछ, घुइँचो रहेछ, सम्पूर्ण चिरफार गर्नेछ। अलिक टाइम लाग्ने रहेछ, माथि नै रहेछ। आदरणीय दर्शक महानुभावहरू, अब लगभग पुगिए जस्तो छ। अलिकति माथि हेर्दाखेरि चाहिँ माथि नै रहेछ। अलिकति यहाँ यो के को भवन चाहिँ बनिरहेको रहेछ, अलिक जानकारी चाहिँ छैन र पनि। सर यो के हो, यो बनिरहेको यो सर? यो चाहिँ सर यो के हो? यो मन्दिर के हो? पाट हो? एकदम मन्दिरको यो कालिका भवनको चाहिँ यो बाटो जाने यो सेल्फी टावर हो। हजुर हजुर। यहाँ बस्ने ठाउँ। हजुर हजुर। तपाईहरु जस्तै आएर यहाँ चिया हजुर खाने ठाउँ। हजुर हजुर। ल धन्यवाद सर जानकारीको लागि। हजुर यहाँ अलिकति यो त ग्रेट वाल भन्दा जस्तो लाग्यो है। एकदमै मैले सोचेको भन्दा धेरै भिन्न रहेछ है। एकदमै शक्तिशाली मन्दिरै जस्तो लाग्यो है। यहाँ दुईवटा सिंहहरू रहेछ है, फोटो खिचिरहेको छ। यतापट्टि यो कालिका मन्दिरकै पाट रहेछ, एउटा भवन बनिरहेको छ, त्यसकै भाग हो रहेछ। यहाँ के यो पसलहरू होटलहरू बनाएको जस्तो लाग्यो मलाई चाहिँ, फिल भइरहेको छ। अलिकति यो गेट रहेछ, प्रवेशद्वार रहेछ। अलिकति यो सिंहहरू दुईवटा राखेको रहेछ। ल एकदमै सुन्दर रहेछ है। आदरणीय दर्शक महानुभावहरू, यहाँ यो पटकहरू यहाँ चाहिँ घन्टी बजाउँदै जानुपर्ने रहेछ है। एकदमै राम्रो रहेछ, सुन्दर ठाउँ रहेछ है। यहाँ चाहिँ अब यस्तो अवस्था छ वर्तमान अवस्था है, यहाँको भौतिक अवस्था। आदरणीय दर्शक महानुभावहरू, भौतिक अवस्था यस्तो छ। यतादेखि चाहिँ जाने रहेछ। फेरि यो चाहिँ के हो? फेरि यो सेल्फी टावर हो। यो सेल्फी टावर भन्छन् है। सेल्फी टावरमा म छिरेँ। यो सेल्फी टावर भन्छन्। यो के हो सर? यो ठाउँ चाहिँ देवी स्थान नै हो। ए सेल्फी टावर चाहिँ कहाँ छ? माथि नै हो? यही हो? ए धन्यवाद जानकारी लगाए। यहाँ मर्मत भइरहेको रहेछ, यहाँ डिस्टर्ब गर्न चाहन्न, किनभने चाहिँ सेल्फी टावर पनि यही भन्छन् है। यहाँ यो भित्री के छ भाइहरू? यहाँ यो के को रुम हो? यो मन्दिरकै पाट हो? ए मन्दिरकै पाटहरू यिनीहरू होला सबै, मलाई लाग्छ। यो माथिको चाहिँ यो सेल्फी हो, यो सेल्फी टावर हो। यहाँदेखि चाहिँ सेल्फी हान्ने हो सर? ए धन्यवाद सर जानकारीको लागि। ओहो यस्तो ठाउँ रहेछ, कन्डिसन यस्तो रहेछ वर्तमान अवस्था। आदरणीय दर्शक महानुभावहरू, पर्यटनमा मन भन्छन् है। एकदमै यहाँ पर्यटनहरू एकदमै आउने जाने मान्छेहरू अहिले पनि भिडभाड शनिबार भएर होला, सार्वजनिक बिदा भएर होला, यहाँ पर्यटकहरू एकदमै भिडभाड छ है। एकदमै तपाईँहरूलाई म वर्तमान अवस्था जानकारी गरेको छु। आदरणीय दर्शक महानुभावहरू, अलिकति यो यस्तो अवस्था छ है। मैले भिडियो गरिरहेको छु। पर्यटकहरू अहिलेसम्म एकदमै लर्को छ। तल त डिक्टेलदेखि पर्यटकहरू आएकै छ, भिडभाड रहेछ। आज सार्वजनिक बिदा भएर हुनसक्छ, एकदमै भिडभाड रहेछ। मैले चाहिँ यो भिडियो सकभर एकदमै राम्रो बनाउने कोसिस गरिरहेको छु। एकदमै सुन्दर है। मैले जे देख्छु त्यही भिडियोमा कैद गरिरहेको छु। भिडियो अलिकति लामो हुनसक्छ। आदरणीय दर्शक महानुभाव, यस्तो रहेछ यो ठाउँलाई चाहिँ, म बसेको ठाउँलाई चाहिँ सेल्फी टावर भन्दो रहेछ है। यो अलिकति मर्मत पनि गरिरहेको रहेछ है। रमाइलो छ एकदमै। यहाँदेखि डिक्टेल बजार त छर्लङ्गै देखिने रहेछ। आदरणीय दर्शक महानुभाव, एकदमै छर्लङ्गै देखिरहेको छ। म तपाईँहरूलाई जुम गरेर पनि देखाउँदैछु है त। आदरणीय दर्शक महानुभावहरू, अब चाहिँ म कालिका मन्दिरतिर म लाग्दैछु। यहाँ अलिकति यहाँदेखि झरेर यहाँ बाटो छैन जस्तो छ। अलिकति म तपाईँहरूलाई जानकारी गराउँदैछु। आदरणीय दर्शक महानुभावहरू, अब करिब पुग्न आँट्यो जस्तो छ। यहाँ घन्टीहरू राखिएको छ, यसरी घन्टीहरू राखिएको छ है। अलिकति अब सिँढी रेलिङ राम्रै रहेछ। एकपट्टि भिरपट्टि चाहिँ रेलिङ राखिएको रहेछ, राम्रै रहेछ ठाउँ चाहिँ। अलिकति म प्रवेश गर्दैछु। एकदमै शक्तिशाली मन्दिर जस्तो लाग्यो है। तलदेखि हेर्दाखेरि त अलिक सामान्य जस्तो लागेको थियो, तर यहाँको वर्तमान अवस्था, भौतिक अवस्था एकदमै अब्बल जस्तै लाग्यो मलाई। सिँढीहरू अलिकति धेरै नै सरकारले पनि, स्थानीय सरकारले पनि खर्च गरेको जस्तो छ।
एकदमै शक्तिशाली नै मन्दिर जस्तो लाग्यो। एकदमै सुन्दर धार्मिक क्षेत्र हो यो, पर्यटकीय क्षेत्र हो। पर्यटकहरू अलिकति आइरहेको छ है। मैले यो भिडियो बनाइरहेको छु। एकदमै राम्रो अवस्थामा रहेछ। म पनि दर्शन गर्न गइरहेको छु। अनि दर्शन गरेर फर्कन्छु जहाँसम्म लाग्छ मलाई। एउटा यहाँ यो पूजा गर्ने ठाउँ रहेछ है। अनि लाली गुराँस पनि रहेछ। आदरणीय दर्शक महानुभावहरू, यो लाली गुराँसको बोटहरू पनि रहेछ है। यो भनेको राष्ट्रिय फुल लाली गुराँस हो है। यहाँ लाली गुराँस पनि पाइने रहेछ। एकदमै यो लाली गुराँसको फुलहरू पनि रहेछ। यहाँ बोट देखाइरहेको छु। अन्त यो लाली गुराँसको बोट पनि रहेछ। एकदमै यो सुन्दर रहेछ। लाली गुराँसको बोटहरू फुलिरहेको रहेछ अहिले यो चैतमा। अलिकति फुल्ने अवस्था रहेछ, तर पाताल अवस्था रहेछ। लाली गुराँसहरू पनि पाइने रहेछ है। यो राष्ट्रिय फुल हो। यसलाई चाहिँ अलिकति काट्न टिप्न मनाइ छ। टिप्न पाइँदैन। अलिकति यो यहाँ चाहिँ अलिकति यो त्रिशूल पनि राखिएको रहेछ। यो अलिकति गुफा जस्तो छ। यो पनि एउटा मन्दिरकै पार्ट हुनसक्छ। यो मन्दिरकै एउटा अंश भाग हुनसक्छ। आदरणीय दर्शक महानुभावहरू, यहाँ लाली गुराँसको बोटहरू यसो हेर्नुहोस् है। यहाँ फुलिरहेको छ। लाली गुराँस फुलिरहेको छ। अलिकति यो लाली गुराँसको बोट हो। यो अलिकति राष्ट्रिय फुल हो। यसलाई चाहिँ टिप्न र काट्न पाइँदैन, किनभने अलिकति ऐन कानुनहरू लाग्न सक्छन्। त्यही भएर चाहिँ यसलाई चाहिँ संरक्षण गर्नु सबै नेपाली नागरिकको चाहिँ कर्तव्य हुन्छ। आदरणीय दर्शक महानुभावहरू, तपाईँहरूले चाहिँ म मन्दिरमै अब लाँदैछु। मन्दिरको बारेमा म चिरफार गर्नेछु। तलदेखि आउँदाखेरि त धेरै टाइम लाग्ने रहेछ है। भिडियो पनि धेरै लङ लास्टिङ नै भइसक्यो, लामै भइसक्यो। आदरणीय दर्शक महानुभावहरू, यहाँ माथि रहेछ। यहाँ जङ्गल रहेछ। घना जङ्गलको बिचमा मन्दिर रहेछ जस्तो लाग्यो मलाई है। यहाँ अलिकति यो सेल्फी हान्ने, फोटो खिच्ने मान्छेहरू पनि धेरै छन् है। मैले यो भिडियो गरिरहेको छु। भिडियो गरिराख्दाखेरि अलिकति धेरै नै टाइम लाग्ने रहेछ। यहाँ यो सोलर सिस्टमहरू पनि रहेछ। खानेपानीको पनि व्यवस्था रहेछ। यहाँ पाइपहरू पनि राखिएको रहेछ। राम्रो रहेछ। मैले यहाँको वस्तुस्थितिको बारेमा मैले डिटेलली मैले जानकारी लगभग गरिसकेको छु। अब अझै पनि गर्न बाँकी छ। त्यसलाई चाहिँ प्रतीक्षा गर्नु होला। अब यो एउटा भिडियो गरिरहेको छु है। गजुर रहेछ। यहाँ गजुरहरू पनि रहेछ। मन्दिरहरू रहेछन्। अलिकति राम्रै रहेछ। यहाँ प्रतीक्षालय बस्ने ठाउँ रहेछन्। लाली गुराँस फुल्ने ठाउँमै रहेछ। यहाँ एउटा खोटाङ जिल्ला एउटा सुन्दर नै रहेछ। एकदमै सुन्दर रहेछ ठाउँ त। यहाँ आउनलाई म पर्यटकहरूलाई म सिफारिस गर्न चाहन्छु, किनभने एकदमै रहेछ, सुन्दर रहेछ। अहिले ठुम्कोमा रहेछ है। यो ठुम्कोमा रहेछ। मन्दिर यही हो कि जस्तो लाग्यो। यो हो कि होइन। उतापट्टि यो बिल्डिङहरू पनि बनिसकेको रहेछ। यो रुखहरू अलिकति रङ्गीन बनाइएको रहेछ। रङ्गीन जङ्गीन। खानेपानीको अवस्था पनि राम्रै रहेछ। यहाँ यो मन्दिर रहेछ। यो दुईवटा मन्दिरहरू जस्तो लाग्यो। आदरणीय दर्शक महानुभावहरू, मन्दिरको पार्ट चाहिँ यही हो मन्दिर चाहिँ। ए यो चाहिँ हो मेन चाहिँ यो यही मेन चाहिँ है। ल धन्यवाद। मन्दिर भनेको कालिका मन्दिर भनेको दर्शकबिनहरू यही रहेछ। गजुर रहेछ। यो प्याडा गोडा शैलीमा बनाइएको रहेछ। अलिकति यो के भन्छ, प्याडा गोडा शैली भन्छन्। अलिकति यो छानो चाहिँ लगाएको छ। यो झिङ्गटी भन्छ। झिङ्गटीको छाना हो यो। तल्लोपट्टि इटको रहेछ। यतापट्टि यो मन्दिर त अलिकति राम्रै रहेछ। अलिकति यो के भन्छ, यो झिङ्गटीको छाना लगाएको रहेछ। अलिकति राम्रै रहेछ। अलिकति यो वास्तुकला है, ललित कला पनि राम्रै रहेछ। स्ट्यान्डर्ड रहेछ। यहाँ त्रिशूल राखेको रहेछ। यतापट्टि पनि यो मन्दिरको भाग नै हुनसक्छ है। यो एकदमै यो लाली गुराँसको बोटहरू पनि अलिकति रोपिएको रहेछ। लाली गुराँसले संरक्षण गरेको जस्तो लाग्यो है। मेन उद्देश्य भनेको यहाँ पर्यटकहरूलाई आकर्षण गर्नको लागि नै हुनसक्छ। अलिकति यहाँ प्रवेश गर्नलाई कुनै पनि शुल्क तोकेको छैन। निर्वाध रूपमा पर्यटकहरू आउन जान सक्छन् है। यहाँ घुम्नलाई चाहिँ म पर्यटकहरूलाई चाहिँ म सिफारिस गर्न चाहन्छु, किनभने चाहिँ एकदमै राम्रो ठाउँमा रहेछ। ठुम्कीमा रहेछ, टुप्पोमा रहेछ है। जताततै अलिकति आज चाहिँ बादल लागिरहेको छ। आज राति पानी परेको थियो है। अलिकति यहाँदेखि चाहिँ जहाँसम्म लाग्छ हिमालहरू पनि नजिकै छन् जस्तो लाग्दैछ मलाई। हिमाल पनि अलिकति देखिन्छ जस्तो लाग्यो, तर अलिकति हावापानी है मौसमको कारणले तपाईँहरूले जुम गरेर देखाउन सकिनँ, किनभने यहाँ यो मन्दिरकै पाद रहेछ। मेन सोलर सिस्टम छ। लाली गुराँस पनि यहाँ फुलिरहेछ। आदरणीय दर्शक महानुभावहरू, तपाईँहरूले
देखाइदिँदैछु। लाली गुराँस फुलिरहेछ यी यसरी फुलिरहेछ नजिकै है। एकदमै ठुलो लाली गुराँसको बोट अलिकति यहाँ देखियो। लाली गुराँस नै होला यो बुढो जस्तो छ है। एकदम ठुलो हुने रहेछ यो लाली गुराँसको बोट पनि है। आदरणीय दर्शक महानुभाव एकदमै राम्रो रहेछ रमाइलो रहेछ एकदम घमाइलो। घाम लागिरहने ठाउँ रहेछ घाम लागिरहेको छ अहिले। यो मन्दिर हो आदरणीय दर्शक महानुभाव। यो मन्दिर चाहिँ अलिकति राम्रोसँग हेर्नु होला है। पुजारीको छ यहाँको अलिकति धार्मिक अवस्था कस्तो छ वर्तमान अवस्था कस्तो छ वस्तुस्थिति यस्तो छ है। आदरणीय दर्शक महानुभाव एकदमै सुन्दर रहेछ ठाउँहरू है। लाली गुराँस रोपेको रहेछ। अब माथिल्लो पार्टमा चाहिँ तपाईँहरूलाई देखाउँदैछु है त। मेन भनेको चाहिँ यही हो है। तपाईँहरू अब एकदम यहाँ आइसकेपछि स्वर्गमा आए जस्तो फिल हुन्छ है। तपाईँहरू पनि आइदिनु होला आदरणीय दर्शक महानुभाव। मैले चाहिँ एकदमै स्वर्ग यही हो जस्तो पनि लाग्यो। स्वर्ग जस्तै रहेछ यहाँ एकदमै पर्यटकहरूलाई एकदमै राम्रो सेवा सुविधा दिएको रहेछ है। यहाँ तपाईँहरू चाहिँ कहाँदेखि आउनुभयो भाइ बहिनीहरू? खोटाङबाटै आउनुभएको? ए खोटाङ बजार यहाँदेखि कति लाग्छ होला भाडा कति लाग्छ थाहा छ तपाईँहरूलाई? 1000 रुपैयाँ लाग्छ। 1000 रुपैयाँ। आज कति बजी होला गाडी जान्छ होला? म पनि अब खोटाङ बजारै जानुपर्ने हो कि। ए तपाईँहरू पनि 3 बजे नै हो जाने? ए ल धन्यवाद है तपाईँहरू जानकारीको लागि। यहाँ तपाईँहरूको मेन उद्देश्य चाहिँ के हो? दर्शन गरिसक्नु भयो? ए पुजारी को छ अहिले? यहाँ के को बलि खाँदो रहेछ? फलफुल खान्छ कि के हो है? यसो भनिदिनु पर्यो। टिका पनि लाउनु भएको छ तपाईँहरू दर्शन गरिसक्नु भयो? ए यहाँ चाहिँ बाँकी छ। ए भने तपाईँहरूको भाकल थियो कि के हो? ए घुम्नै आउनुभएको? धन्यवाद है आदरणीय दर्शक महानुभावहरू। अलिकति यहाँ घुम्न आएको रहेछ चेलीहरू भनौँ है नेपाली चेली। ल आदरणीय दर्शक महानुभावहरू अलिकति यता बस्ने ठाउँहरू रहेछन् है। ओट लाग्ने ठाउँहरू रहेछ सुन्दर रहेछ। जङ्गलको घना जङ्गलको बिचमा रहेछ मन्दिर एकदमै राम्रो रहेछ है। यतापट्टि म तपाईँहरूलाई देखाउँदैछु यहाँ रङ्गी चङ्गी अलिकति यो बनाएको छ रुखहरूलाई। यो जहाँसम्म मलाई लाग्छ कटुसकै रुखहरू जस्तो लाग्छ मलाई। यो कटुसकै रुखहरू होला। यतापट्टि यो ठुलो लाली गुराँसको अलिकति बोट पनि मैले देखाइसकेँ। यहाँ चाहिँ अलिकति यो के भन्छ यो भगवानकै मूर्तिहरू यहाँ राखिएको रहेछ। पोखरी रहेछ यो यहाँ एउटा पोखरी रहेछ। एउटा पोखरी बनाएको रहेछ। एउटा यो कृत्रिम हो प्राकृतिक होइन मान्छेले बनाएको हो यो अलिकति है। रमाइलो रहेछ ठाउँ त एकदम घुम्नको लागि म सिफारिस गर्दछु है आदरणीय दर्शक महानुभावहरू। एकदमै सुन्दर रहेछ ठाउँ है। एकदमै रमाइलो घमाइलो सुन्दर रहेछ। स्वर्ग यही हो कि जस्तो पनि मलाई फिल भइरहेको छ। यहाँ पत्रकारहरू पनि अलिकति आउँछन् जान्छन् है भिडियो अलिकति बनाउँछन् है। एकदमै यहाँ पानी भइरहेको छ। यहाँ अलिकति यो एकदमै सुन्दर ठाउँ रहेछ अलिकति है। अलिकति यो राम्रो रमाइलो ठाउँ रहेछ। स्वर्ग यही हो कि जस्तो पनि मलाई फिल भइरहेको छ। यहाँ अलिकति पर्यटकहरू आउनै जाने रहेछ। यहाँ डिक्टेल बजारमा आइसकेपछि यहाँ नगइकन त अलिकति मनै पुरा हुँदैन भन्ने खालको पनि अलिकति फिल भइरहेको छ मलाई। यतापट्टि यो सल्लाहघारी पनि रहेछ। यहाँदेखि मास्तिर जाने ठाउँ पनि रहेछ है। यहाँ बहिनीहरू चाहिँ कहाँदेखि आउनुभयो होला? हजुर खोटाङबाटै हो? खोटाङ बजारबाट? ए यहाँ दर्शन गर्नै आउनुभयो? ए एसई को? ए आज त बिदा छ है। भोलिको तयारी कस्तो छ? भोलि चाहिँ के हुँदैछ? ए अनि यो 7 गतेदेखि सुरु भएको नि है। ए परीक्षा कस्तो भइरहेको छ है? ए जस तपाईँहरूले समयको सदुपयोग गर्नुभयो घुम्न आउनुभयो है। रमाइलो फिल भइरहेको छ होला है। ए अनि अब कति गते सक्छ है परीक्षा? ए तपाईँहरू ब्याक पेपर दिन आउनुभएको? ए परीक्षा केन्द्र चाहिँ कुन स्कुलमा छ? ए डिक्टेलमा छ? हजुर हजुर। ए जस तपाईँहरू पनि यता रमाइलो गर्न आउनुभएको रहेछ है। त्यसको लागि अब धन्यवाद। अलिकति मिडियामा पनि अलिकति राख्नुभयो आफ्नो विचारहरू। आदरणीय दर्शक महानुभावहरू अलिकति माथि पनि घुम्ने ठाउँ जस्तो छ। म त्यहाँ पनि म लाँदैछु है त। आदरणीय दर्शक महानुभावहरू यहाँ अलिकति यतापट्टि रोड रहेछ। यतापट्टि यो मान्छेहरू बस्ने ठाउँ रहेछ। यतापट्टि यो रोडको पनि अवस्था यस्तो रहेछ। यहाँसम्म त गाडी आउँछ जस्तो छ यो गाडीको बाटोहरू हुनसक्छ। यतापट्टि जाँदाखेरि अलिकति मन्दिर ठ्याक्क पुगिने रहेछ। म तपाईँहरूलाई चाहिँ अलिकति यहाँ माथि लाँदैछु।
अब यहाँ अलिकति यो चाहिँ के बनाएको जस्तो लाग्यो भने यो टोइलेट हो कि के बनाएको छ यहाँ अलिकति मासतिर चाहिँ कहाँ पुगिने रहेछ त्यो पनि अलिकति म जानकारी गराउँदैछु। यो अलिकति टोइलेटको अवस्था यस्तो छ जस्तो लाग्यो मलाई। यो टोइलेट नै बनाएको हुनसक्छ, एउटा टोइलेट हो कि के हो है, यो टोइलेटै हुनसक्छ। यो यस्तो अवस्था रहेछ, टोइलेट नै हुनसक्छ। यो भट्किसकेको छ, यो अर्को नयाँ बनाएको हुनसक्छ है। म त्यसको बारेमा पनि अलिकति म जानकारी गराइरहेको छु। यहाँ चाहिँ माथि चाहिँ के रहेछ त्यसको बारेमा पनि म सम्पूर्ण चिरफार गर्नेछु। आदरणीय दर्शक महानुभावहरू, यहाँ यो पानीको ट्याङ्की रहेछ। यहाँ खानेपानीको पनि राम्रो सुविधा रहेछ। यहाँ अलिकति यो यस्तो रहेछ, खानेपानीको पनि राम्रो रहेछ, गेट खुल्लै रहेछ। अलिकति यहाँ खानेपानीको अवस्था राम्रो रहेछ। यहाँ ट्याङ्की बनाएको रहेछ। अनि घुम्ने ठाउँ त अझै सकिएको रहेनछ है, घुम्ने पनि ठाउँ रहेछ। आज मैले पनि यो समयको सदुपयोग गरेँ। आज भर्खर एकदमै पर्यटकहरू आउँछन् जान्छन्, रमाइलो गर्छन् है। अब एसई दिने मान्छेहरू प्रायः चाहिँ यता आइरहेको रहेछ, घुम्न आइरहेको छ है। उनीहरूलाई पनि अलिकति म जानकारी गराउँदैछु। यो माथि चाहिँ के रहेछ है, यहाँ पर्यटकहरू आउने जाने रहेछन्। अनि अलिकति आजको भिडियो चाहिँ एकदमै रोचक हुन्छ अनि एकदमै जानकारीमूलक पनि हुन्छ। मैले जति भिडियो बनाउँछु जानकारीमूलक नै हुन्छन् है। अनि बहिनीहरू कहाँदेखि आउनुभयो यसो घुमघाम गर्न? सिसामादेखि। परीक्षा छ हो तपाईँहरूको? ए भोलि कुन विषय छ? ए ल राम्रो तयारी गर्नु होला, शुभकामना छ है। मासतिर चाहिँ के रहेछ? मन्दिरै छ? मन्दिर नै छ मासतिर? छैन। ल यति नै रहेछ आदरणीय दर्शक महानुभावहरू, यहीँ रहेछ घुम्ने ठाउँ, यति नै रहेछ। तपाईँहरूले चाहिँ म अब तल लाँदैछु है त मन्दिरमा। ठाउँ चाहिँ कस्तो लागिरहेको छ बहिनीहरू? एकदम राम्रो छ। अनि दर्शन गर्न आउनुभएको रहेछ, गरिसक्नुभयो? टिकाहरू खोइ त लाउनु भएको छैन। ए ल ल एकदमै रमाइलो रहेछ है ठाउँ चाहिँ। अब तपाईँहरू परीक्षा एसई दिन आउनुभएको, घुम्न आउनुभयो है, एकदमै रमाइलो ठाउँ जस्तो लाग्यो मलाई त, स्वर्ग जस्तो लाग्यो। तपाईँहरूलाई चाहिँ कस्तो लागेछ? स्वर्ग नै हो यो। ए कतिको शक्तिशाली रहेछ यो कालिका मन्दिर चाहिँ? शक्तिशाली नै छ है। ल धन्यवाद है। अलिकति आदरणीय दर्शक महानुभावहरू, आज भिडियो चाहिँ एकदमै रोचक हुनेछ है, जानकारीमूलक हुनेछ। जति पनि भिडियो बनाउँछु म तपाईँहरूकै जानकारीको लागि हो, जानकारीमूलक हुन्छ। किनभने चाहिँ युट्युबर भ्लगर भइसकेपछि एउटा जानकारीमूलक भिडियो नै बनाउनुपर्छ। विशेष गरेर चाहिँ विदेशबाट धेरै सहयोग प्राप्त भइरहेको छ, विदेशबाट धेरै भ्युजहरू पनि आइरहेको छ। विशेष गरेर 3 करोड नेपाली जनता प्लस जति पनि विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू हुनुहुन्छ उनीहरूकै लागि विशेष गरेर म भिडियोहरू बनाइरहेको छु। अलिकति राम्रै कमेन्टहरू आइरहेको छ, त्यस्तो नकारात्मक अब सुधार गर्नुपर्ने ठाउँ त हुन्छ नै। जुनसुकै वस्तुको जुनसुकै कुराको पनि अलिकति नकारात्मक सकारात्मक कुराहरू हुन्छन् है। त्यही भएर चाहिँ अलिकति नकारात्मक कुराहरूलाई चाहिँ अलिकति त्यही ठाउँमै छोडिदिएर चाहिँ सकारात्मक कुराहरू मात्र अलिकति लिएर चाहिँ अगाडि बढिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँ पनि अलिकति भाइहरू अलिकति खाजा खाइरहेका छन् है। कहाँदेखि आउनुभयो होला भाइहरू? ए लोकल नै हो। ए खाजा खाने ठाउँ रहेछ यहाँ चाहिँ। यो चर्पीहरूको कहाँ रहेछ व्यवस्था, कहाँ गरेछ होला? चर्पी त्यही हो, पाइन्छ गर्न? ए ल एकदमै यो स्वर्गको टुक्रा जस्तै लाग्यो मलाई, एकदमै यो पाराडाइज पिस जस्तै लाग्यो, एकदमै सुन्दर रहेछन् है। आदरणीय दर्शक महानुभावहरू, पर्यटकहरू यहाँ आउने जाने रहेछन्। दिस इज ब्युटिफुल प्लेस है। तसर्थ अलिकति यो रमाइलो ठाउँ रहेछ, एकदम घुम्नै पर्ने ठाउँ रहेछ। आदरणीय दर्शक महानुभावहरू, अलिकति तपाईँहरूले चाहिँ खाजा चाहिँ के खाइरहनु भएको छ? चाउचाउ हो? ए ल ल धन्यवाद है जानकारीको लागि भाइहरू। आदरणीय दर्शक महानुभाव, तपाईँहरूलाई म तल लाँदैछु मन्दिरमा लगिरहेको छु। एकदमै पर्यटकहरू यहाँ आउने जाने रहेछन् है। सुन्दर ठाउँ छ यहाँ। अलिकति
रमाइलो ठाउँ रहेछ। जति पनि अलिकति व्याख्या विश्लेषण गर्दाखेरि अलिकति साध्य छैन, वर्णन गरेर शब्दमा व्यक्त गर्न सकिँदैन। तपाईँहरूलाई भिडियोमा अलिकति मैले भिडियोलाई नै प्रमाणित गरिसकेको छु, किनभने चाहिँ एकदमै यो रमाइलो ठाउँ छ, एकदमै सुन्दर धार्मिक पर्यटकीय क्षेत्रकै रूपमा अलिकति विकास भइरहेको छ। एकदमै राम्रो रहेछ, रमाइलो रहेछ। आदरणीय दर्शक महानुभावहरू, यहाँ कहाँदेखि आउनुभयो होला भनेर जानकारी मैले गराउँदैछु, प्रश्न गर्दैछु। कहाँदेखि आउनुभयो होला? डिक्टेल नै हो। दर्शन गर्नै आउनुभयो? ए, गरिसक्नुभयो कि बाँकी छ होला? ए, तपाईँहरूको भाकल थियो कि के थियो अथवा? ए, घुमघाम नै हो त्यसो भए तपाईँहरू पनि? ए, ल धन्यवाद है त्यसको लागि चाहिँ। आदरणीय दर्शक महानुभावहरू, यो गजुर रहेछ, यो प्यागोडा शैलीमा बनाइएको रहेछ एउटा मन्दिर, कालिका मन्दिर। शक्तिशाली जस्तो लाग्यो। तपाईँहरूलाई चाहिँ तल्लोपट्टि म लाँदैछु है त वस्तुस्थितिको बारेमा कस्तो छ। अलिक भिडियोलाई हेरेर चाहिँ लाइक कमेन्ट सेयर गरेर चाहिँ सक्दो सहयोग गरिदिनु हुन म हार्दिक अपिल गर्न चाहन्छु। यहाँ अलिक झिङ्गटीको यो सानो घर पनि रहेछ, रोचक नै रहेछ, भिडियो हुने रहेछ, एकदमै जानकारीमूलक रहेछ। यो एउटा यो सानो यो झिङ्गटीको घर जस्तो छ, यो के हो है त्यसको बारेमा पनि म जानकारी गराउँदैछु है। झिङ्गटीको छाना मन्दिरको अवस्था यस्तो छ भनेर तपाईँहरूलाई म वर्तमान अवस्था देखाउँदैछु। यहाँको पुजारीको छ, पुजारीलाई पनि अलिक क्यामेरामा कैद गर्ने मैले प्रयास गरिरहेको छु। सबै यहाँ अलिकति यो भक्तालुहरू मात्रै रहेछन्, यहाँको लोकलहरू कोही छैनन् है। यो चाहिँ हेर्नुहोस् है आदरणीय दर्शक महानुभाव, यो झिङ्गटीको सानो घर जस्तो छ, यो म पनि मन्दिरको पार्ट जस्तै छ, मन्दिरको टुक्रा जस्तै छ। यो एकदमै यो झिङ्गटी भन्छन् है। झिङ्गटी हो कि यो ढुङ्गाको टुक्राबाट छानो लगाएको यो झिङ्गटी नै होला? ढुङ्गा होइन यो रियल हो यो? ए, आदरणीय दर्शक महानुभाव, यो ढुङ्गाको छाना यस्तो रहेछ, हेर्नुहोस् है। मतलब झिङ्गटी यो माटो पोलेर बनाएको झिङ्गटी जस्तो, तर ढुङ्गाको छाना पो रहेछ त यस्तो। आदरणीय दर्शक महानुभाव हेर्नु होला है, यो सानो छ। यसमा चाहिँ के छ भाइ होला, यसो भनिदिनु पर्ने हुन्छ। ए, यो घर ढुङ्गाको छानो घर, ढुङ्गाको छानो चाहिँ घर छ होइन, यो भित्र चाहिँ के छ होला? केही छैन, यो चाहिँ पार्टी बनाएको हो यो मान्छेहरूले। ए, पार्टी बनाएको यो? अलिकति यो ढुङ्गाको छानो, पानी त चुइँदैन होला, राम्रै छ। धेरै अगाडिको अलिकति यो धार्मिक पर्यटक अलिकति बोकेको रहेछ है, धार्मिक सांस्कृतिक अलिकति महत्त्व बोकेको रहेछ, राम्रै रहेछ। ढुङ्गाको छानो पनि अलिकति हेर्न पाइयो है आज। एकदमै रमाइलो रोचक एकदमै जानकारीमूलक भिडियो रहेछ। यसो हेर्दाखेरि त हजुर साइला पदम राई हजुर, ढुङ्गाको छानो पनि हुने रहेछ है। आनन्दसँग ढुङ्गाको छानोको घर चाहिँ पाइयो है, हेर्न पाइयो। भाइ चाहिँ कहाँदेखि आउनुभयो? ए, ल धन्यवाद है जानकारीको लागि। यसो यो ढुङ्गाको छानो यहाँ, ढुङ्गाको छानो नै हो है, हेर्नुहोस् है। यो आदरणीय यो पियर ढुङ्गा हो यो, हेर्नुहोस् है। यो पियर ढुङ्गाको छानो छ, यस्तो छ ढुङ्गाको छानो हो यो। अलिकति यो पार्टी बनाएको भन्छन् है, यो पियर ढुङ्गा हो यो, हेर्नुहोस् है। यो पियर ढुङ्गाको छानो यस्तो छ। ल आदरणीय, यो मन्दिरको पार्ट चाहिँ यस्तो छ, भित्री के छ है। यहाँ मन्दिर यस्तो रहेछ, राम्रो रहेछ। म देखाइरहेको छु, यहाँ पार्टी बनाएको रहेछ, भिडियोहरू बनाइरहेको छु है। यहाँ पूजाआजा हुने रहेछ, रमाइलो रहेछ, राम्रै ठाउँ रहेछ है। पूजाआजा भइरहेको रहेछ, यहाँ टिका टाको रहेछ, पूजाआजा यहाँ भइरहेको रहेछ। यहाँ पुजारी रहेछ जस्तो लाग्यो, टिका लगाइदिएको रहेछ। पुजारीको बारेमा पनि तपाईँहरूलाई एक दुई शब्द जानकारी गराइरहेको छु। अलिकति यहाँ राम्रै रमाइलो ठाउँ रहेछ। यतापट्टिको तपाईँहरूलाई म जानकारी गराउँदैछु है। यहाँ भाइहरूले घन्टी बजाइरहेको छ, यहाँ मन्दिरमै आए जस्तो लाग्यो। एउटा शक्तिशाली मन्दिरै रहेछ। अलिकति यो कालिका भगवती मन्दिर रहेछ, एकदमै सुन्दर रहेछ है, शक्तिशाली जस्तो लाग्यो। यहाँ अलिकति यो के भन्छन्, यहाँ यो अलिकति यो घन्टीहरू पनि रहेछन्। यहाँ अलिकति यो यस्तो अवस्था रहेछ। यहाँ यो सिंहहरू हो कि केहरू, सिंह नै होला, सिंहहरू रहेछ है। अनि यतापट्टि यो मैले भ्लग बनाइरहेको छु है, किनभने दर्शकहरूलाई हो है। अलिकति यो राम्रो ठाउँ त रहेछ। यहाँ डियो बाल्ने ठाउँहरू यस्तो रहेछन्, यो सिंहहरू रहेछन् है। अब भित्री अलिकति भिडियो गर्न पाइन्छ कि पाइँदैन त्यसको बारेमा पनि अलिकति सोधेर जानकारी गराउन चाहन्छु, किनभने चाहिँ अलिकति यो पुजारी बस्ने ठाउँ होला है, यो कि के हो है। यो चाहिँ के हो भाइ हो यो? ए, थाहा भएन? हजुर हजुर। अनि सर चाहिँ कहाँदेखि आउनुभयो दर्शन गर्न? हजुर विराटनगर। ए, तपाईँको भाकल थियो यहाँ? हलेसीको थियो, हलेसी गरेपछि यहाँ दर्शन गर्नुपर्छ अरे भन्ने सुनेर नि। ए, त्यसो भए महादेवको पनि दर्शन गरिसक्नुभयो?
ए त्यसो भए राम्रै भयो। त्यसो भए नयाँ जानकारी प्राप्त गर्नुभयो है आदरणीय दर्शक महानुभावहरू। यहाँ अलिकति यो सिधी तल्लोपट्टि रहेछ है, अलिकति यहाँ पुजारी पनि छ जस्तो लाग्यो मलाई। यहाँ घडी पनि राखेको रहेछ आदरणीय दर्शक महानुभावहरू। यतापट्टि तपाईँ पुजारी हो? यहाँ भित्रीको यसो भिडियो गर्न पाइन्छ? ए तपाईँ नै हो? ल तपाईँ यता आउनुहोस् त, बोलिदिनु पऱ्यो एक दुई शब्द। तपाईँ यहाँ पुजारी हुनुभएको कति वर्षको होला? अब यो त हाम्रो अब जुन यहाँ चाहिँ सपनामा पाएको भगवती थान हो होइन? हजुर, यहाँको यो धार्मिक विशेषताको बारेमा यसो बोलिदिनु पऱ्यो सर एक दुई शब्द। यो सपनामा पाएको हो। यहाँको बासिन्दा रणवीर भन्ने राई र बिरन्ची भन्ने आचार्यले हजुर सपनामा पाएको कुरा हो। हजुर हजुर। यो मन्दिरको स्थापना कहिले भयो है? अब यसको स्थापना त अब 1600-1750 तिर कता भयो होइन? हजुर हजुर। सपनामा पाइयो, त्यसपछि चाहिँ पूजाआजा गरियो। हजुर गर्दाखेरि अब हजुर आचार्यको सन्तान हामी हजुर भयौँ। हजुर 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 हजुर। यो चाहिँ लाफेसा भन्ने राईहरूको हजुर हजुर र देखेको सपना हुँदा उनीहरूले देखरेख गर्ने, हामीले चाहिँ पूजाआजा गर्ने। हजुर हजुर हजुर। ल ल अब धन्यवाद है जानकारीको लागि। तपाईँ यहाँ पुजारी हुनुभएको रहेछ। यहाँ चाहिँ विशेष गरेर चाहिँ बलि चाहिँ के को खान्छ होला? बलि त यहाँ शुद्ध पाठीको मात्रै हो, बाख्राको पाठीको मात्रै बलि हुन्छ। ए बाख्रा चाहिँ खान्छ यहाँ, बोका चाहिँ खाँदैन? अरू केही चिजले हुँदैन। ए यो कुखुराहरू पनि खाँदैन, हाँसहरू पनि खाँदैन? फलफुलहरूमा चाहिँ के खाने रहेछ? फलफुलमा त अब जे ल्याए इच्छा भयो हजुर 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 हजुर। कसैले चाहिँ अब यस्तो स्याउ सन्तोला, अब कसैले लड्डु चढाउने, यस्तै सबै आफ्नो आफ्नो भाकल अनुसार आउँछन्, आफ्नो इच्छा अनुसार आउने हो। हजुर हजुर। विशेष गरेर चाहिँ धार्मिक महत्त्वको बारेमा यसो भनिदिनुहोस् न है। यसमा चाहिँ आइसकेपछि दर्शन गरिसकेपछि के चाहिँ अलिकति चमत्कार हुने रहेछ, केमा सुधार हुने रहेछ? यस्तो हो, यो चाहिँ आफूले शुद्ध मनले आएर चाहिँ यहाँको दर्शन गर्दा चाहिँ आफूले सोचेकोहरू पुरा हुन्छ भन्ने एउटा विश्वास छ। अब त्यही त हो। हजुर हजुर। अनि यो भक्तालुहरू चाहिँ दैनिक रूपमा चाहिँ कतिजना आउँछन् है? कहाँदेखि आउँछन्? अब यसको हिसाब हुँदैन। अब कहिले अब यतिको अहिले आउनुभयो, आज एक दुईजना आउनुभएको छ, कहिले काहीँ रित्तै पनि हुन्छ, अब योभन्दा बढ्ता पनि हुन्छ। यसमा अब मेला लाग्ने कुरा साह्रै हुँदैन। अब यस्तो शिवरात्रि भयो, रामनवमी, बाला चतुर्दशी यस्तोमा अलिकति मेला लाग्छ। हजुर हजुर। यहाँ यो भेटीबाट चाहिँ कतिको यो अलिकति आम्दै भइरहेको छ? वार्षिक रूपमा कति लाखसम्म यहाँ उठ्छ होला भेटीबाट चाहिँ? यसको अब हिसाब छैन। अब कहिले 2-4 पैसा हुन्छ, हामी पुजारीले खाइरहेको छ। हजुर हजुर। तपाईँको तलब चाहिँ कति छ? समितिले जिम्मा लिएको छैन, तलब हामीलाई छैन। अलिकति कुटखेत छ हजुर हजुर पाएको। हजुर हजुर। अनि यहाँ आएको 1-2 पैसा भेटी भएको, अब त्यही बाँडेर खाएको छ। हामी 4-5 पुजारीहरू छौँ। 4-5 जना हुनुहुन्छ है। अलिकति यो कुन महिनामा चाहिँ मेला लाग्छ विशेष गरेर यहाँ अलिकति त्यसको बारेमा पनि यसो भनिदिनु पर्ने हुन्छ? भनेको त्यही मैले अघि भनिहालेँ। अब अस्ति शिवरात्रिमा सामान्य मेला भयो। हजुर हजुर हजुर। अब यो रामनवमी आउँदैछ पछि 24 गते। हजुर हजुर। अब त्यसमा अलिअलि हुन्छ, साह्रै ठुलो भिड हुँदैन। हजुर हजुर। अनि मैले भर्खरै यहाँ जानकारी प्राप्त गरेँ, यो महादेव मन्दिरको चाहिँ महादेव गुफाको दर्शन गरिसकेपछि यहाँ आउनै पर्छ भन्छन्। अब त्यसको सम्बन्ध चाहिँ के होला? यो चाहिँ यस्तो हो, यहाँको महादेवको दर्शन गरेर होइन, उहाँ हलेसी महादेवमा दर्शन गर्नेहरूले चाहिँ हजुर हजुर यहाँ आएर दर्शन नगर्दासम्म चाहिँ अब उहाँहरूको अब मनोकांक्षा पुरा हुँदैन भन्ने पुरा नै हुन्छ। हजुर हजुर। एकदमै नयाँ जानकारी गराउनु भयो, त्यसको लागि धन्यवाद छ है। तपाईँको नाम चाहिँ के होला है? मेरो नाम चाहिँ भानुभक्त आचार्य। हजुर। वडा नम्बर चाहिँ यही 5 नम्बर पर्छ। हजुर हजुर। अब पुजारी पहिलेदेखि नै अब हाम्रो बाबु बाजेदेखि नै चलाउँदै ल्याएको छ, हामी नै छौँ अहिलेसम्मको लागि। हजुर हजुर। अनि विशेष गरेर चाहिँ यसको बारेमा अलिकति भनिदिनु पर्ने हुन्छ है। यो कालिका देवी चाहिँ कतिको शक्तिशाली छ है? होइन, अब यो यसमा विश्वासमा भर पर्ने कुरा हो। शक्तिशाली नै भएर चाहिँ सबैले अब भाकलहरू गर्ने एउटा विश्वास गरेर गरिन्छ सबैले। हजुर हजुर। भनेपछि यहाँ अब यो बाख्राको पाठी मात्र खाने रहेछ नि? हजुर, बलिमा चाहिँ बाख्राको पाठी मात्रै हो। हजुर हजुर। अब अनि परेवाहरू सरेवाहरू पनि उडाइँदैन? अब कसैले परेवा उडाउनेहरूले ल्याएर उडाउनुहुन्छ। ए त्यो पनि चल्छ? चल्छ। कोही तल उडाउनुहुन्छ, कसैले मैले यहीँको भाकल गरेको भन्नुहुन्छ, भाकल अनुसार यहाँ ल्याएर पनि उडाउनुहुन्छ कसैले। ए यसको पाठ चाहिँ तल पनि छ? तल चाहिँ डिटेलमा शिवजी मन्दिर। ए तल चाहिँ शिवजी मन्दिर छ?
धन्यवाद त्यसको लागि। अब विशेष गरेर चाहिँ यसको बारेमा एक दुई शब्द बोलिदिनु पर्यो होइन, यो मन्दिरको बारेमा है। एकदमै यो राम्रो रहेछ, अलिकति यो वस्तुकला पनि राम्रो बनेको रहेछ है। एकदमै यो मन्दिरमा चाहिँ अलिकति यो कलाकारहरूले आफ्नो कला देखाएकै छ, यसो हेर्दाखेरि एकदमै राम्रो रहेछ। यो चाहिँ कुन कलाकारले बनाएको होला यो? यो चाहिँ तपाईँको यो जुन सुरसुरमा लागेको छ नि यो सिंहहरू, हजुर सिंहहरू पनि राखेको छ, देखिँदैन अहिले क्यामेरामा है, ठिक छ कि मैले भिडियोमा सुनिन्छ। यो सिंहहरू चाहिँ अब यहीँको एउटा विकले बनाएको हो। हजुर एकदमै राम्रो रहेछ, मैले हेरिसकेँ कि माथिबाट पनि भिडियो गरिसकेँ है। यहाँ हेर्नुहोस् त सबै यो भगवानकै मूर्तिहरू यहाँ अलिकति बनाइएको छ, यो अलिकति सबै यो भगवानकै मूर्तिहरू छ त यहाँ यो है। भिडियो गर्दाखेरि पनि अलिकति जुम गरेर अलिकति देखाउन सकिन्छ, अलिकति यो सबै हेर्दाखेरि भगवानकै मूर्तिहरू यसरी बनाएको छ है। अलिकति भगवानकै मूर्तिहरू बनाएको छ, सबै सुन्दर रूपमा चाहिँ बनाएको रहेछ, अलिकति वास्तुकला राम्रो छ है। दर्शक महानुभावहरू अलिकति यसको बारेमा पनि अलिकति जानकारी गराउनु पर्ने हुन्छ। यतापट्टि चाहिँ यो के हो सर? यो पल्लो चाहिँ गणेश मन्दिर हो। गणेश मन्दिर हो ए, धन्यवाद त्यसको लागि चाहिँ। गणेश मन्दिर रहेछ है अलिकति। ल धन्यवाद सर, जानकारी गराइदिनु भयो है, धन्यवाद सर। आदरणीय दर्शक महानुभावहरू अलिकति जेस राम्रै रहेछ, पुजारी पनि अलिकति मिडिया प्रेम नै रहेछ, अलिक बोलिदिनु भयो एक दुई शब्द, राम्रै लाग्यो है। अब दर्शन लगभग दर्शन गर्न चाहिँ अलिकति यहाँ आएको छ पर्यटकहरू है। अलिकति आज विशेष गरेर शनिबार भएर पनि, सार्वजनिक बिदा भएर पनि भिडभाड अलिकति देख्न सकिन्छ। यो एउटा कालिका भगवती मन्दिर देवी हो, तल्लोपट्टि अलिकति यो शिवा को मन्दिर पनि छ अरे। यतापट्टिको चाहिँ यो देखिएको चाहिँ यो गणेश मन्दिर रहेछ, एकदमै शक्तिशाली जस्तै लाग्यो, किनभने यो हिन्दूहरूको एउटा हिन्दू धर्मको एकदमै शक्तिशाली एउटा मन्दिरहरू हुन्। अलिकति यहाँ दर्शन गरिसकेपछि मनोकामना पुरा हुन्छन् है। तपाईँ पनि यसो बोलिदिनु पर्ने हुन्छ है, किनभने तपाईँ यहाँको पुजारी हुनुहुन्छ। अब तपाईँ चाहिँ यो गणेश मन्दिरको पुजारी हो कि यसको हो? तपाईँ दुइटै हो। तपाईँको नाम चाहिँ के होला? हाम्रो आचार्य हो मेरो। ए कति वर्ष भयो यो चाहिँ स्थापना भएको मन्दिर चाहिँ? यो त अब तपाईँको धेरै पुरानो, अब यो त 1750 पुरानो नै हो यो। यति सालमा बनेको यो? यो भनेपछि त्यति सालमा बन्दाखेरि त एकदमै अहिले यो त यसो इँटहरू पनि रहेछ, त्यति बेला पनि इँटहरू थियो र? तपाईँको त्यति बेला चाहिँ इँटाहरू थिएन, त्यति बेला तपाईँको यस्तो एक पाखे थियो होइन? हजुर त्यति बेला त इँट त भर्खर नै हो नि त बन्या हो, यो इँटको बनेको छ, काठहरूले बनाएको। अब यो झिङ्गटी पनि भर्खर नै हो, यो माथि झिङ्गटी छ, यो झिङ्गटी बनाएको छ, काठहरू अहिले राम्रै बनाएको छ, त्यसको लागि धन्यवाद है। अब विशेष गरेर चाहिँ सरकारले चाहिँ पालिकाहरूले वडाले चाहिँ के कस्तो अब सहयोग प्राप्त भइरहेको छ यो मन्दिरको विकासको लागि, पर्यटन विकासको लागि, धार्मिक अलिकति विकासको लागि चाहिँ के अलिकति आर्थिक सहयोगहरू प्राप्त भइरहेको छ, जिन्सी सहयोगहरू के प्राप्त भइरहेको छ? अब तपाईँको यहाँ अब नगरपालिकाले अब यो तलैदेखि अब ताकिलेहरू पनि बनाइदियो होइन? हजुर हजुर सिडीहरू पनि अलिक बनाएको रहेछ, अलिकति रेलिङहरू पनि बनाएको छ, तल अलिकति यो सेल्फी टावरहरू पनि बनाएको रहेछ, राम्रै लाग्यो होइन। हालसम्ममा चाहिँ कति लाखसम्म खर्च गरिसकेको छ पालिकाले अथवा सरकारले? हामीलाई चाहिँ यो चाहिँ ठ्याक्कै निश्चित छैन। अनि भेटीहरू पनि उठ्छन् भन्छन्, त्यो कलेक्सन गर्नुहुन्छ, अब त्यसकै यो मन्दिरकै विकासको लागि खर्च गर्नुहुन्छ, वार्षिक रूपमा चाहिँ कति लाख भेटी उठ्दैछ? त्यस्तो अब कसैले त्यस्तो धेरै यहाँ हुने ठाउँ पनि होइन होइन, ठिकै अब अलिअलि भएको पुजारीहरूले नि उ गरेको छ। हजुर हजुर त्यसो खासै त्यसो भेटीहरू चाहिँ यो महादेव मन्दिरको जस्तो पाठीभाडाको मन्दिर जस्तो अलिअलिकति सङ्कलन चाहिँ भइरहेको रहेनछ सर। धन्यवाद सर जानकारीको लागि।